हेलो हेलो साथीहरु सबैजनालाई नमस्ते अनि सबैजना सन्चै हुनुहुन्छ होला। हामी पनि एकदमै सन्चै छु। म फेरि आज पनि धेरै पछि थोरै भ्लग लिएर आइसकेको छ हैन। सबैजनाले माया गरिदिनु होला, सबैजनाले सपोर्ट गरिदिनु होला हैन। सबैले लाइक कमेन्ट सब्स्क्राइब पनि गरिदिनु होला। म चाहिँ आज फेरि गोरखाबाट गाउँ जाँदैछु हैन। गाउँ जान लागेको साथीहरु, आउँदा आउँदा लास्टै भोक लाग्यो हैन। बाटोमा खाजा खाँदैछ बिचरा हैन। यस्तो भोक लाग्यो क्या होइन। अब अझै हामी गोरखाबाट निक्लेको 1-1.5 घन्टा भइसक्यो होइन। अझै 2 घन्टा 2.5 घन्टा लाग्छ होला। त्यही हो साथीहरु, अलिअलि खाएर जानु पर्यो होइन। ढिलो भए चल है साथी नि। हामी कहिलेकाहीँ त पछाडि बसेर हिँड्नको मजै छुट्टै हुन्छ के। पुग्यो भने पुग्यो पुग्यो, पुगेन भने पुगेन पुगेन के छ। चलाउँछ त यार। साथीहरु मैले विनलाई चलाउन दिइरहेको छु होइन। यसले पनि चलाउँछ के चलाउन चाहिँ। म पछाडि बस्छु। अब चाहिँ कहिलेकाहीँ त अरूको पछाडि बस्नेको मजा नि छुट्टै हुन्छ क्या। सधैँ कति आफूले मात्र चलाउने होइन। ल त्यो खतरा भइरहेको होइन। बाटो यस्तो छ है, बाटो चाहिँ राम्रो छ होइन। त्यो बिस्तारै बिस्तारै मलाई चाहिँ अरूको पछाडि बस्न यति डर लाग्छ होइन। तर स्पिड चलाइरहेको ढोलेनीको पुल चढेपछि हामी चाहिँ अब सबै कच्ची बाटो क्या खतरा भियर बाइकमा चढ्दै हिँड्यो त मान्छे त। अब थोरै मात्रै छ होइन। के अरे पिच बाटो, अब सबै कच्ची बाटो हिँड्नुपर्छ। कच्ची बाटोमा तपाईँले मेरो हालत देख्न सक्नुहुन्छ होइन। हिजो पानी परेको रहेछ, खतरा चिप्लिन्छ क्या। चिप्लिन थालेपछि अब एकछिन चाहिँ सरलै पिच छ होइन। अनि अब एकछिन पछि चाहिँ आमामा भ्यागुता उफ्रिने भन्दा नि बढी उफ्रिनु पर्छ है। अब चाहिँ कच्ची बाटो सुरु भयो है साथीहरु। अब हेर्नु है, हाम्रो कच्ची बाटो अब यस्तै हो। बाटो चाहिँ खतरा बबाल छ है। हेरी हेरी पिच हुने भयो बाटो। ओहो ओइ 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 पुरै बनाइरह। होला यार म गना के हुन। अनि हेर्न त्यो धुवा आउँछ कि हेर्न यस्तो धुवा आइरह है। ओइ धुवा साथीहरु यस्तो धुवा आउँछ। यति अप्ठ्यारो बाटो होइन साथीहरु। यस्तोरी आयो क्या। नयाँ जुत्ता हिजो किनेर ल्याएको, अघि ढुङ्गामा अड्केको त जुत्ताको मुख त भ्यागुताको मुख जस्तो भइसक्यो रहेछ है साथीहरु। यस्तै छ बाटो होइन। यो त झन् सुरुवात मात्रै हो। अब योबाट माथि त योभन्दा माथि त आमामा कस्तो छ कस्तो छ हाम्रो हालत यस्तो छ। पानी परेर यतिसम्म त बिग्रियो भइसक्यो बाटो। मलाई नपल्टे है। यो बाटो किन चिप्लो बनाएको? यस्तो बिना ट्र्याक्टर लाइन लाएर अनि त्यही माथि तपाईले सोध्नु भएको जस्तो चाहिँ राम्रो किन भएन भने सोध्नु भएको। अर्कै हुन्थ्यो चिप्लो भने तपाईँलाई चिप्लो राम्रो कि खसरो राम्रो भने सोध्यो। अनि यस्तो बिना चिप्लो बनाएर त अनि माथि गएपछि छैन हो। गाडी चलाएर गाई गइरहेको हो हामी यहाँ लड्यो भने नहेर्नु है। लड्यो भने उडाइदियो टेन्सन नलिनु। नहेर्नु ल ल
केलाई उदा एकदिन जुत्ता च्यातिसक्यो आफ्नो सबैले नियम पालना गरौँ एकदम नै यार अगाडि अगाडि नियम पालना गरौँ बिना हेलमेट नहिँड बिना लाइसेन्स नहिँड उदान दाजुले पर्खे हानिन्छ होइन त्यहाँ बाटो चाहिँ बिग्रेर हो चिप्लो रहेछ अनि ऊ आफै त ओ मगरी सबैको ढकलिदिन्छु म पहिला चिप्लो माटो रातो माटो भएर चिप्लो भयो होला पछाडिको त्यो टायरले फेरि सब फाल्छ नि फोहोर वही 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 अच्छा लेकिन क्या बात सक्या सक्या गए 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 अब चाहिँ जान्छ होला यस्तो छ साथीहरू यस्तो चिप्लो हो हो त्यहाँबाट स्कुटी ल्याउँछ है अब कसरी ल्याउँदो रहेछ हेरौँ स्योर अड्किने होला ला आऊ आऊ आयो 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 धेरै राम्रो भेरी गुड त्यति च्यालेन्ज छैन जुत्ता लिएर आउँछु कि यस्तै छ साथीहरू होइन गाउँ जाने भनेर आएको यस्तो थकाइ लाग्यो म यस्तरी पाखामा बसिरहेको छु शीतलमा स्कुटी एकदम तातेर यस्तै छ पाखामा बस्यो चुङ्गी टिप्यो होइन यो चाहिँ हामीले पहिला सानोमा एकदम यो टिपेर हामीले चुङ्गी खेल्थ्यो होइन यस्तै छ पानी भरेर लिएर आएको स्कुटी एकदम तात्यो उही त्यो साइलेन्सरले त मेरो पछाडि खायो होला त फेरि माकुराको जालो पछाडि लिएर जानु पर्ला नि गाह्रो छ गाउँ जानु मन लाग्छ गाउँ आयो यस्तै हालत हुन्छ होइन यति थके लाखा भने आमा हाम्रो चाहिँ बाटोमा बोतल मागेर पानी भरेर लिएर आएको तोतिर खालाएर बिहान चिया पनि नखाइकन आएको हामी 7 बजे निक्लेर आएको साथीहरू 11 बजी 12 बज्न लागिसक्यो होला है 11:30 बज्न लागिसक्यो होला आज जानु पर्यो गाउँमा होइन सबै पलाउन थालिसक्यो रहेछ क्या पाथी के बाँच्न आहा भाइ यस्तै साथीहरू अब हेरौँ अब पुग्छ होला हामी 1 घन्टामा लगभग अब 1 घन्टामा टक्क पुगिन्छ भात खान्छ यस्तो भोक लाग्यो गुन्द्रुक र ढेँडो पाए नि खान्थ्यो म त आमा नि
त यहाँ त स्योर त होला म चढ्छु मिठै छ मेरो मोमो सड्किन्छ फेरि मैले भने होइन झर्नुपर्छ भनेर केमा अड्क्यो त्यो ढुङ्गामा अड्किएछ यो ढुङ्गामा अड्कियो गन्दरङ र गुन्द्रुङ आइया अन्डो जाउँ पहिला हामी सँगै घाँस गर्न आउने एउटा साथी त्यही खोलामा भिउबाट लगेर मर्दा माथि डर लागेर मर्दा धन्दै गाडी लग्यो यता तल यो चाहिँ हामीले कान्छाजीको बारी हो होइन साथीहरू हामी चाहिँ आइपुग्नु आइसक्यो होइन हाम्रो चाहिँ गाउँमा पुरै ट्रेन सेन बनाउँदै रहेछ होइन ऊ त्यहाँ बहिनीले म चाहिँ पछाडि हावा सर बहिनीको पछाडि बस्दाखेरि त मुटु नि चर हुन्छ भाइ कहाँ लगेर घोप्ट्याउने हो कि भन्ने डर पनि हुन्छ आफूले चलाउँदा ठगेला भनेर चलाउँछ भनिहाल्यो होइन हेलमेट माथि सार्दै अरे कपाल मिलाइदिएर पछाडि मिलाइदिएर भन्छ यति धेरै त नगरेको हुने थियो नि भाइ गयो घर पुग्ने बेला चलाइदिएला नि फेरि अब घर पुगिसक्यो साथीहरू हामी एकछिन आएर यहीँनिर हो स्कुटी यहीँ राखेर जानु पर्ला होइन यहीँ माथि पुरै टेन्सन हाल्दै रहेछ पहिला चाहिँ सबै ढुङ्गाको थियो अहिले भूकम्पपछि चाहिँ आधा ढुङ्गा अनि आधा जस्ता यसरी काठको यसरी बनाउँछ लास्टै धक्कै लाग्यो हाम्रो चाहिँ पुरानो घर चाहिँ यहाँ हो नयाँ घर चाहिँ ऊ त्यहाँ पारी हामी चाहिँ ऊ त्यहाँ पारी हो पारी नगइकन हामी चाहिँ सिधै यता आएको मम्मी क्यार्दै हो कोही छैन यार गाउँमा नि सबै सुन्छन् मम्मी भोक लाग्यो आमै भोक लाग्यो भोक है ल यता माइजूले सफा गर्दै रहेछ बिचरा सफा गर्दैछन् गाउँ होइन सबै बसिसकेर गइसक्यो उता पारीभित्र भोक लाग्यो भात यस्तै छ साथीहरू हाम्रो घर यस्तै छ हामी चाहिँ घर आइपुग्यौँ हाम्रो घरभित्र चाहिँ यस्तो छ मम्मीले भात पकाउँदै रहेछन् तरकारी के पकाइदियो होला है
मासु रहेछ मासु झुन्डा रहेछन् साथीहरू अब यस्तै हो र आइपुग्यो एकछिनपछि तल जानुपर्छ होइन हातमुख धुन्छु लुगासुगा फेर्नुपर्छ दिदीहरू आइपुगेको छैन हामी चाहिँ अगाडि नै आइपुगे त्यस्तै हो यहाँ नि होइन ल साथीहरू